त्यहीँनिर आँखा अगाडि तपाईँको जसरी यो मकै भुट्या जसरी गन भुट्थे नि, त्यसरी गोली चलाइएको थियो के। एकजना साथी 4-5 जना त मेरो अगाडि मऱ्यो। एकजना चाहिँ साथी कस्तो भन्दाखेरि यतिकै साइडमा डिस्टेन्स थियो संसद भवनको अगाडि। उसलाई जे होस् त्यहीँनिर अन द स्पोट के उसले एउटा वर्ड पनि उच्चारण गर्न नपाई उसलाई यहाँनिर सुट गरियो के। उसलाई झ्याप्प समातेर पछाडिबाट डाङडुङ हानेर उसलाई जुन उको ओह्रालो थियो ओह्रालोमा उ त पुरै अन द स्पोट त्यहीँनिर ढ्याङ्गै ढालेर उसलाई बेहोस बनाइदियो के। एकजना प्रहरीले त झन् तपाईँको उसले ज्याकेट साथीले ज्याकेट लगाएको थियो पुरै पछाडिबाट यस्तो यहाँ घाँटी न्याकिदियो। अनि त्यसपछि समातेर लगेर पछाडिबाट बुटले कति हान्यो, हजुरको मुट्की कति प्रहार भयो। त्यसमा अब एकजना पुलिसले त अघि पनि आउनुभयो, अगाडि सिधै यस्तो मुट्कीले पन्च हान्नु भएको थियो। त्यो पन्चले सायद मुन लागेको भयो कि या म अझ मृत्यु हुन्थ्यो अथवा कतै म घाइते भएर बसिरहेको हुन्थेँ। अनि त्यहाँ लगेपछि हामीलाई त्यहाँनिर घुँडा टेकायो। पुरै आतङ्ककारीलाई गरे जस्तो व्यवहार गरेर पुरै घुँडा टेकाएर, टाउको निहुराएर